गरीबले के पायो? कर्मचारी त पायो 20-21%, 10% थियो र त्यसको 10% भने 11 हुन्छ, 21% पायो। तर कर्मचारी कति पर्सेन्ट छ? कति लाख छ? 3 करोड जनसङ्ख्यामा कर्मचारी कति छ? त्यो मेरो चिन्ता मुसहर बस्तीमा छ, दलित बस्तीमा, चेपाङ बस्तीमा छ। जुम्लाको स्याउकोलाई कसरी प्रवर्धन गर्ने? उत्पादन आजको दिनमा जमिन बाँझो छ, वैदेशिक रोजगार रेमिटान्सको भरमा चलिरहेछ। हामी अर्को कुरा साउथ एसिया, म साउथ एसियाको विद्यार्थी पनि हो, अन्तर्राष्ट्रिय पोलिटिक्सको साउथ एसियामा आजमा कुनै देशै छैन कि जहाँ जीडीपी को 32% 33% बजेट बनाइन्छ। यो आफैमा एउटा ठूलो फुकिएको बेलुन हो। फुकिएको बेलुन लामेसम्म टिक्दैन। यो बजेट काजमा हुन्छ, मलाई विश्वास छैन, अरू साथीहरूलाई विश्वास होला। किनकि 7 खरब बजेट, 7 खरब भने 7 अरब भने, फेरि राम्रोसित भन्छु, झन्डै 7 खरब बजेटको डेफिसिट हो। र मेरो गाउँमा एउटा साउजी थियो, हामी बच्चा हुँदाखेरि। त्यो साउजी ऋण काट्दा त्यसको सबै लिलाम गाउँ छोडेर भाग्यो। किन? एउटाको ऋण तिर्नलाई अर्कोसँग ऋण लिन्थ्यो, फेरि अर्कोसँगको ऋण तिर्नलाई तगादा गरेपछि फेरि अर्कोसँग। अरू अर्थमन्त्री लुकाएर भन्नुहुन्थ्यो, र यथार्थ पहिला पनि थियो, तर यो अर्थमन्त्रीजी खुला बजेट स्पिचमा भन्नुभएको छ कि 4.5 खरब म आन्तरिक ऋण लिन्छु, त्यसमा 3.5 खरब रिपेमेन्टमा जान्छ। माने पुरानो ऋण तिर्नलाई ऋण छु, विकासको लागि होइन। जहाँ पुँजीगत खर्च हुँदैन, जहाँ जुन देशको पुँजीगत खर्च 20% हुन्छ, त्यो देशलाई भगवान बताउँछ कि त्यहाँ इम्प्लोइमेन्ट हुन्छ, त्यहाँ इन्भेस्टमेन्ट हुन्छ, र त्यो देश अगाडि समृद्धिको बाटोमा जान्छ। यो एउटा लेमनले बुझ्ला, तर यो म जस्तो एउटा एक्सपिरियन्स साँच्चै बुझ्दैन। यस्तो सगुफा मैले 20 वर्षदेखि सुन्दै आएको छु। हरेक अर्थमन्त्रीले लाग्छ बजेट बनेको दिन भोलिपल्टै नेपाल काया पल्टिन्छ, भोलिपल्टै सिङ्गापुर हुन्छ, अमेरिका हुन्छ, साउथ कोरिया हुन्छ, दुबई हुन्छ, जापान हुन्छ। तर ढाकको 3 पात हरेक साल ऋण थपिँदै गइरहेछ।